हम दोनों मोटो ब्लॉग कर रहे हैं, देख सकते हैं आप लोग इधर हमारा गांव का नज़ारा। हामी चाहिँ रानीपुल पनि आइपुगिसक्यो। आमा र आप्पा यहाँ के गर्दैछ अब सौदा किन्दैछु। टाढो बाटो हिँड्नुको लागि यहाँ अलिकति अब अनि कहाँ आखेर बाई बाई गरेको खै। हेलो गाइज, गुड मर्निङ सबैजनालाई। र आज म किन बिहानै भिडियो बनाउँदैछु भन्दाखेरि चाहिँ होइन, आज म बिहानै उठेको, अघि उठेको म चाहिँ होइन। अन्त आज यहाँ हल्का उज्यालो भएर चाहिँ भिडियो सुरु गरेको। अब म चाहिँ आमा र आप्पा चाहिँ मणिपुर जानुहुँदैछ हो। आज उता हाम्रो आखे माम बाजे बोजू घरमा मणिपुरमा धेरै अब 1 साल 1.5 साल बादमा। र म आमा र आप्पालाई तल मणिपुरसम्म रानीपुलसम्म पुऱ्याउनु जानु अरे। अन्त अब चाहिँ म गाइस आमालाई पुऱ्याउनु जानु आँटेको। आमा चाहिँ अब जानु आँटेको मणिपुर। कस्तो लाग्दैछ आमा? खुसी लाग्दैछ। कति बादमा घर जाँदाखेरि? खुसी लाग्दैछ, बहुत खुसी एकदम। ल अब जानुपर्छ गाइस आमालाई पुऱ्याउनु। मुखसुख धोइहाल्छु ल म ल। जय निक्लेको आमा चाहिँ होइन। आमा चाहिँ कम्ता तल पुगिसकेको के खै खै आखेर बाई बाई गरेको खै। आखे त गयो नानीको साथी, आखे गयो बिचरा, माम पनि गयो। उसको आँखा त पुरा दुख्दैछ क्या है। कचरा घुस्छ ल हिँडेको अब हिँडेको ल राम्ररी पुऱ्याएर आइज ल। गाडीमा उठाइदिनु ल। यहाँबाट पनि गाडीमा जाँदा हुन्थ्यो नि, तल रोड चुट्टिरहेछ हो। अन्त यहाँबाट आजकल गाडी नै हिँड्दैन। ओह्रालो चाहिँ रानीपुलमा चाहिँ रानीपुल जान्दैन गाडी नै, त्यहाँदेखि यहाँबाट हिँड्दै अब तलसम्म। विशाल जाउँ है लु बेल्स बिउली पुऱ्याउनु। हेरे यो एरिया चाहिँ जालीपुल एरिया हो होइन। हेर्नुहोस् गाइस, हाम्रो आङीहरू घर पनि यहाँ छ, क्वार्टर हो आङीहरूको चाहिँ यहाँनिर हो। ए तपाईँ हो त साँच्ची है, यो बिचको गल्लीको त्यहाँ हेर्नुहोस् गाइस, नेपाली पावर डिपार्टमेन्ट। योदेखि उकालो चाहिँ नान्डोप जान्छ हो। यता चाहिँ आङीहरूको घर जालीपुल हो। मिठाई किनिदिनु ल आमा। भोक्कै हिँडिरहेको छ नि यहाँ फेरि। मोमो हेर्नुहोस् पारितिर। हामी चाहिँ रानीपुल पनि आइपुगिसक्यो। आमा र आप्पा यहाँ के गर्दैछ अब सौदा किन्दैछ नि। टाढो बाटो हिँड्नुको लागि यहाँ अलिकति अब आप्पा र आमाले यहाँ के किन्दैछ गाइस होइन। अब हामी चाहिँ जाने यहाँबाट, आमा र आप्पालाई यहाँबाट पठाइदिने हो। रानीपुलसम्म आइपुगिसकिहाल्यो होइन। अन्त हामीले यसको पनि ड्युटी गर्नुपर्छ नि त। ल बाई बाई, ल राम्ररी जानु ल, सेफ जर्नी ल। यहाँ झोला बिर्सिँदै बेहुला बेहुलीले सेफ जर्नी। हुन्छ गइहाल्यो दुईजना, हामी पनि जाउँ, ताप लाग्यो है। अब हेर्नुहोस् हामी चाहिँ माथि आइपुगिसक्यो होइन। यो विशाल भाइ यहाँ हाम्रो विजयम्यानको घर आइपुगिसक्यो। हामी चाहिँ तल पुऱ्याएर पनि हेर्नुहोस् कस्तो दामी नजारा भइरहेको छ। मर्निङ मर्निङ हावाहरू खाँदै विजयको जाने उठाइदिउँ है विजयलाई। गाइस दामी छ यहाँ माथि बस्छ विजयम्यान चाहिँ हो। विजयम्यानलाई एक जगाउनु पर्छ होला यहाँ। हेर्नुहोस् क्या दामी देख्दै गइरहेको छ है। यहाँ चाहिँ मन्दिर पनि छ है। यहाँ अहिले पूजा गर्नु हुँदैछ यहाँभित्र मन्दिरभित्र। हेर्नुहोस् गाइस, ए अहिले झाडु लाउनु हुँदै रहेछ। हेर्नुहोस् हाम्रो गाउँघर यो चाहिँ हाम्रो गिन्जिङ गाउँ हो, लेप्चा गाउँ होइन। अहिले पुरा पहिला हामी यहाँ त्यो बिल्डिङ भएको जग्गामा चाहिँ पुरा जङ्गल थियो, बल बाख्राहरू चराइन्थ्यो। अहिले चाहिँ यहाँनिर बजार भइसकेको छ। यहाँ केही पनि थिएन बिल्डिङहरू हो। यहाँ चाहिँ बलहरू कटिन्थ्यो, उमाथिल्लोपट्टि चाहिँ ग्राउन्ड थियो नि त, बलहरू कटिन्थ्यो। हामी टिप्दा खोज्दा हुन्थ्यो बल। अहिले चाहिँ अब घर पत्र बिल्डिङहरू भयो। तँलाई के भन्नु छ? के भन्छ ल है त गाइस,
यसै गाइस होइन म चाहिँ बिहानै तल आमाहरूलाई पुऱ्याएर आएर पनि अहिले चाहिँ अब यहाँनिर गाईलाई हाम्रो चाहिँ एउटा बाछी छ नि त अब अरू गाईहरू छैन एउटा बाछी छ अन्त त्यसलाई चाहिँ पानी हेरिदिनुपर्छ घाँसहरू हाल्नुपर्छ त्यही भएर चाहिँ म गोठमा जाँदैछु गाइस होइन धेरै दिन बादमा गोठमा जाँदैछु हेर्नुहोस् अब यहाँ हेर्नुहोस् हाम्रो पारीतिर चाहिँ दामी देखिरहेछ अहिले चाहिँ बिहान पानी पर्दै थियो अलिअलि होइन अन्त उग्रेसी जस्तो दामी हुन्छ वेदरै कसम भनेको कि अहिलेको वेदर चाहिँ दामी हुन्छ गोठमा चाहिँ गाई पनि छैन ए बाछी मात्रै छ हाम्रो है बाछी आइज एक्लै छ हाम्रो बाछी यहाँनिर हेर्नुहोस् अन्त तलतिर हेर्नुहोस् यस्तो छ अब पहिला म पानी सानी दिन्छु अन्त जान्छु नि ल ल गाइस मैले चाहिँ यसलाई हेर्न है घाँस सास पनि लगाइदिइसकेँ गोबर सोबर सोरेर पानीहरू दिएर होइन अब चाहिँ म जान्छु बस् ल कान्छी बस् ल घाँस खाँदै बस अब के गर्नु अब म चाहिँ जाने हो घर होइन यसलाई अब भोजन पनि यसको दिउँसोको लन्च पनि भइसक्यो यसको अब म चाहिँ निक्लिनुपर्छ पुरा पानी पर्ने सिन हुन आँट्यो यहाँनिर चाहिँ हेर्नुहोस् गाइस होइन ए एकदम कालो कालो भएर आउँदैछ अब पानी परिहाल्छ एकैछिनमा यता पाक्योङबाट चाहिँ पाक्योङपट्टि चाहिँ आएको छैन हो यतातिर पुरा कालो भइसक्यो अब चाहिँ पानी पर्छ गाइस तर पानी परेको एकदम राम्रो है यहाँ गरम चाहिँ पुरा गरम हुँदैछ आजकल हो सिलगढीहरू जस्तो गरम हुन्छ कि पहिला चाहिँ अब यता गरमै हुन्थ्यो त्यस्तो साह्रो हो र अब हेर्नुहोस् न अन्त बिल्डिङहरू यस्तो बेसी बनिसक्यो होइन त्यही हो गाइस अब मेन रिजन चाहिँ ग्लोबल वार्मिङले गर्दाखेरि गरमहरू बढेको होइन र त्यस्तै छ दुःख सुख होप तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला मैले हिजो एउटा ब्लग हालेको थिएँ त्यो पनि हेरिदिनु भयो होला है सबैजनाले अन्त जसले पनि हेरिदिनु भएको छैन हेरिदिनुहोस् होला गाइस एकदम दामी दामी ब्लगहरू हाल्ने छु अब चाहिँ एकदम र कन्टेन्टवाला होइन तपाईँहरूलाई अब त्यति एन्टरटेन गर्नु नसके पनि होइन अब घरको वरिपरिको ब्लगहरू हाल्नेछु हेर्दै गर्नुहोस् होला है गाइस मन परे सेयर कमेन्ट लाइक गरिदिनुहोस् होला मन परेन भने पनि सेयर गरिदिनुहोस् होला गाइस त्यो भन्न चाहन्छु र हेर्दै गर्नुहोस् अब म चाहिँ घर जाँदैछु यो उकालो लुस गाइस होइन अब यहाँनिर भाइको चाहिँ म यहाँ फोटोसुट गर्न आँटेको हेर्नुहोस् आम्बो अब चाहिँ यहाँतिर चाहिँ कस्तो दामी भएर आउँदैछ है हरियो परियो भएर कस्तो झन्डा छ कि तर म अब पाकपुक भइसक्यो यसलाई म काटेर चाहिँ यसको चाहिँ म दाउरा बाल्छु अब बाङबुङ भइसकेछ हेर्नुहोस् पारी अब चाहिँ यहाँनिर चाहिँ घमासान पानी पर्न आँटेको छ होइन यस्तो कालो भएर आउँदैछ वेदर हेर्न सक्नुहुन्छ तपाईँहरूले अन्त बाइकहरू पनि कुदिरहेको छ एकछिन रानीपुल गएको स्यालेरी पछि भएको होइन नि राम्रो कुरा गर्छ यसले हामी दुईजना चाहिँ एकछिन रानीपुल गएको केसहरू कटिङ गर्नु जोजोको स्कुटीमा नयाँ ल है जाउँ है अब लिएर आइज ल छिटो उहाँ माथि एउटा मलाई चाहिँ हल्का कराउँदैछ यहाँनिर नानी जेलिसु गएको ल बाई बाई ड्युटी गएको ल हाम्रो घर चाहिँ यहाँ छ अब चाहिँ पानी पनि छिराउनु थाल्यो अब छिटो गएर आउनु केसहरू नकाटेर कस्तो भइरहेछ अन्त एकछिन केस काट्नु गएको सौदाहरू पनि ल्याउनु छ घरको होइन त्यो भएर चाहिँ हिँडेको गाइस हेर्दै गर्नुहोस् सो गाइस आज हम लोग जा रहे हैं रानीपुल की ओर और देख सकते हैं आप लोग हमारा शहरी का रोड आज हम मोटो ब्लॉक कर रहे हैं भाउजू के स्कूटी में हम दोनों मोटो ब्लॉक कर रहे हैं देख सकते हैं आप लोग इधर हमारा गांव का नज़ारा अच्छी तरह से देख सकते हैं आप लोग और इतना ही बोलते हुए मैं रखना चाहता हूँ गाइस कटिङ सुरु भयो होइन हुन्छ रानीको लागि गाइस म चाहिँ अघि घरको भेस्टमा आएको ठाकुर भैयाकोमा कटिङ सुरु हेर्नुहोस्
अहिले भेट्दैछु गाइस, हेर्दै गर्नुहोस् है। हेर्नुहोस् यहाँनिर लुक्स चाहिँ काटेर बेसी चाहिँ रानीपुल पनि पुगेर आयो। हजुर म्याम, हाम्रो मामी यहाँ रहेछ। पानी परेर पुरा यहाँ भिडियो बनाउनु पाएन नि म्याम। भिडियो बनाउँदै हिँडेको कि म्याम, भिडियो बनाउनु पाएनौ। पानी परेर आयो गाइस, हामी चाहिँ यहाँनिर ओह्रालो छिटो छिटो आइहाल्यो, भिडियो बनाउनु पाएन होइन। अब फेरि घर आइपुग्यो हामी चाहिँ चिकन लिएर। भाउजूको स्कुटी लगेर गएको थिएन हामीले चाहिँ होइन, अन्त आइपुग्यो है गाइस। यसै गाइस पुरा पानी पर्नु थाल्यो अब चाहिँ यहाँनिर। पानी परेर एकदम अब रात पनि परिसक्यो र गाइस है। आजको भिडियोमा यति नै छ। अब कम्ती तपाईँहरूलाई देखाउने कोसिस गरेको छु आजको भिडियोमा होइन। तपाईँहरूलाई के कसो लाग्यो भनिदिनुहोस् होला। मन पऱ्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनुहोस् होला होइन। अन्त त्यो भन्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ। एकदम धेरै माया छ तपाईँहरूलाई पनि, सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। अन्त त्यो छ गाइस, एकदम तपाईँहरूलाई पनि धेरै माया अनि सम्झना छ। अब घरमा बस्नुन्जेल चाहिँ भिडियो बनाउने छु, त्यहाँदेखि फेरि अब फेरि ड्युटी गएपछि हतपत बनाउनु पाउँदैन हो, चान्स पाउँदाखेरि बनाउने छु। त्यही भन्न चाहन्छु साइज पो भनि पठाएछु गाइस है। अन्त त्यही छ। आजकल चाहिँ अलिक नर्भस हुँदैछ त्यो भिडियो बनाउनु अलिक बानी हालेर क्या हो। तर पनि अब त्यही छ, त्यही हो गाइस होइन। थ्याङ्क यू सो मच फर वाचिङ। सबैलाई धेरै माया छ है त। ल हेर्नुहोस् एकपल्ट नजारा पारीको यस्तो भइरहेछ। थ्याङ्क यू गाइस।